उकालो साह्रै उकालो रहेछ बरे सबैले गाउँ छोडेर सुनसान भयो मेरो पनि यत्रो भएछ छैन नि क्या ओ दिलको मरे भाउजू के गर्दै हुनुहुन्छ यसो पानी पिलाउनु न त बस्ने जाने भनेको हजुर शान्तिपुरसम्म गएको गाडी नपाएर दुःख पाइने हेर्नुहोस् न नातिलाई लगेर गएको क्या हिजोबाट बिमारी छ अब डक्टरले भन्छ बिरामी केही छैन केही देखाएन राति मलाई टाउको साह्रो पेट गिलो भन्छ कुरै बुझ्न सकिएन त्यसको पनि फेरि फेरि आउँदै गरौँ बुढेसकालले सतायो ल भन है ल हुन्छ अब फेरि फेरि आउँदै गर्नु क्या माथितिर बारी त्यस्तै बाँझै रहेछन् जोत्ने होला कुखुरो पनि पाल्नु बाटो रहेछ भरै बुढेसकाल र भाउजूले बरु मल छरेर सक्नु भए रहेछ खै हामीले कहिले सकिने हो